ल साथीहरू हामी चाहिँ बुढर बजार पुगिसकेका छौँ। बुढर बजारभन्दा अलि अगाडि चाहिँ अलिकति सामान किन्नु छ भनेर फेरि रोकाउनु भएको छ यहाँ हाम्रो पिकनिक लिडर साहबले। पिकनिकको लिडर त मै हो, तैपनि अब रोकाउनु भएको छ। ल यो चाहिँ बुढरको के हो, यो गुम्बा जस्तो छ त, के गुम्बा हो? ल यहाँनिर चाहिँ यो बुढरमा पुगिसकेका छौँ है। यो चाहिँ बुढरको यो गुम्बा के हो? ल हेर्नु त कस्तो मजाको ठाउँ छ यो बुढरको गुम्बा। यहाँनिर पुगिसकेका छौँ हामी। ल हाम्रो चाहिँ ल हेर्नु त यो कहाँ जाने गाडी हो? यो यस्तो हो, यो कहाँ जाने गाडी हो? अत्तर जाने हो यस्तोमा, बाप रे बाप। ल यो चाहिँ अत्तरे जाने गाडीहरू है। ल कस्तो मजाले प्याक भएर गइरह। ल बुढर झर्ना है, अत्तर जाने हो गुरु यो गाडी? अत्तरै जाने। ल मजा, तर मजा चाहिँ यस्तोमा आउँछ है, बोलेरोमा मजाले एकदम अफ रोड किङ गाडी हो, मजा आएको छ। ल यो चाहिँ बुढर बजार मैले सर्लक्क आफ्नो भिडियोबाट अलिअलि देखाउन चाहेँ हजुरहरूलाई। बुढर बजार कस्तो छ? केटाहरू कहाँ गयो फेरि? म त फेरि भिडियो बनाउनेको चक्करमा एक्लै परिहाल्छु होइन। यहाँ चाहिँ सामान किनिराख्नु भएको छ उता बुढर बजार। बजार हो, अब पाहाडतिरको बजार अलिक सानै हुन्छ भन्दै बजार त बजारै हो। टक्क ल हेर्न सक्नुहुन्छ यो बुढर बजार। तर मौसमको लागि चाहिँ एकदम राम्रो। ल हेर्नु त मजाको, कस्तो मजाको ज्याकेट लगाएको छु मैले, मजाको घाम लागेको छ। ल यहाँनिर पानीको धारा रहेछ, खै म एकछिन पानी छ कि छैन यसो खोल्छ। ल पानी छैन, पानी नै खालि टुटी मात्रै जोडिदिएर रहेछ, पानी छैन है। ल अझ बुढर चाहिँ हामी पुगिसकेका छौँ। अब यहाँबाट झर्ना अझै 7 किलोमिटर जति छ भन्नु छ। ल यमराज है, यमराज किपरलाई यमराज भन्नु पऱ्यो। के भन्नु छ? ल भन केटा। कोदाको झोल खाने हो? ल यहाँ चाहिँ कोदाको झोल पाउँछ अरे। अब केटाहरू चाहिँ खाने भन्ने कुरो गरे होइन, अझै खानुपर्छ। यहाँ जोरायल होटलमा सोध्यो भने पनि पाउन सक्छ। यहाँ चाहिँ ल यो चाहिँ टक्क यो बुढर बजार है। बुढर बजार सर देखाएँ मैले तपाईँहरूलाई। हामी चाहिँ एकैछिन बुढर बजारमा भिडियो बनाऊ भनेर म निक्लिएको बाहिर, अरूहरू चाहिँ सामान किन्न लाग्छन्। त्यस्तो छ टक्क। ल हेर्नु त